आजको शीर्षक रहेको छ आशिष भित्र प्रवेश गर्ने चाबी भनिकन है। आज हामी हेर्छौँ भने हामी सबैजनाको कुनै न कुनै हामीले भूमिकाहरूलाई निर्वाह गरिरहेका हुन्छौँ। हाम्रो मण्डलीमा छुट्टै भूमिका हुँदछ अनि हाम्रो परिवारमा हाम्रो छुट्टै भूमिका हुन्छ अनि हाम्रो हेर्छौँ भने हाम्रो समाजमा हाम्रो छुट्टै भूमिका हुँदछ अनि हाम्रो काममा हाम्रो छुट्टै भूमिका हुँदछ। आज सबै भूमिकालाई हामीले असल तरिकाले निर्वाह गरेर हाम्रो जीवनलाई जिउनु धेरै आवश्यक पर्दछ। अनि साथै त्योभन्दा पनि महत्त्वपूर्ण कुरा चाहिँ आज परमेश्वरमा रहिकन सबै भूमिकाहरूलाई हामीले निर्वाह गर्नु चाहिँ हाम्रो निम्ति अति नै आवश्यक छ। आमेन। अनि जसरी परमेश्वरको वचनले पनि हामीलाई आज भन्नुहुन्छ है, उहाँले पनि परमेश्वरले पनि धेरै भूमिकालाई येशूले पनि धेरै भूमिकालाई निर्वाह गर्नुभएको हामीले पाउँदछौँ। उहाँ मित्र बन्नुभयो है, उहाँ गोठालो बन्नुभयो अनि उहाँले आज आफ्नो बुवालाई पनि मद्दत गर्नुभएको कुराहरू हामी पाउँदछौँ। अनि आज परमेश्वरको जीवित वचनले तपाईँले मलाई यो कुरा भन्नुहुन्छ कि आज तपाईँ र मेरो चाहिँ धेरै भूमिकाहरू हामीले जन्मेदेखिको हामीले धेरै भूमिकालाई निर्वाह गरेका छौँ। हामी छोराछोरी भइकन जन्म्यौँ, त्यसपछि हामी एउटा के भयो भने त हामी अभिभावक भयौँ। अभिभावक भएपछि हामी विभिन्न फिल्डमा हामी गयौँ अनि त्यही अनुसारले हामीलाई मानिसहरूले चिन्नुहुन्छ, त्यही अनुसारले मानिसले तपाईँ र मलाई बोलाउनुहुन्छ। अनि आज तपाईँ र मैले यो सबै गर्दै गर्दाखेरि एउटा दौड छ तपाईँ र मेरो जीवनमा। हामीले उन्नति गर्नुपर्छ भन्ने दौड, हामीले जीवनमा केही न केही गर्नुपर्छ भन्ने दौड छ हाम्रो जीवनमा। अनि हामी यो उन्नतिको लागि आफ्नो जीवनलाई सफल पार्नको लागि हामी धेरै कामहरू गर्छौँ, धेरै व्यवसायहरू गर्छौँ। अनि आज हामी यो गर्दै गर्दा चाहिँ हामीले एउटा कुरालाई याद गर्नुपर्छ कि हामी चाहिँ को हौँ भनिकन। आज हामी सफल हुनको निम्ति मात्र होइन, सफल हुनुपर्छ तर त्यो मात्र हाम्रो भाग होइन। हामीले मेहनत गर्नुपर्छ तर त्यो मात्र हाम्रो भाग होइन। तर हामीले आजको दिनमा चाहिँ यो कुरालाई जान्नु आवश्यक पर्दछ कि हामीले चाहिँ आज उहाँसँग पनि जिउनु हाम्रो निम्ति आवश्यक छ। आमेन। आज जसले तपाईँ र मलाई बनाउनु भयो उहाँमा नै तपाईँ मेरो योजना छ, उहाँले नै तपाईँ मेरो भविष्यलाई निर्माण गर्नुभएको छ र उहाँलाई नै थाहा छ तपाईँ मेरो खाँचोहरूलाई, तपाईँ मेरो अभावहरूलाई। अनि आज तपाईँ र हामीलाई म के भन्न चाहन्छु भन्दै गर्दा हामी आशिषित जीवन जिउन चाहन्छौँ। सबैको यो एउटा योजना हो। हामी सेवाकाई गर्दा पनि हामी आज काम गर्दैछौँ, किन त हाम्रो जीवनको अभावहरूलाई हामी पुरा गर्न सकौँ भनिकन। आज परमेश्वर तपाईँ मलाई आशिषित जीवन दिन चाहनुहुन्छ तर त्यो आशिषित जीवन चाहिँ हामीले अरू कतै नभइकन परमेश्वरसँगै यो कुराहरूलाई पाउन सक्छौँ। आमेन। आज जब तपाईँ र म परमेश्वरसँग हुन्छौँ तब मात्र हामीले उहाँले दिनु लाग्नु भएको आशिष, उहाँले तयार गर्नुभएको भागहरूलाई हामीले पाउन सक्छौँ। 2 कोरिन्थी 1:8 कसैले पाउनु भएको छ भने अध्ययन गरिदिनु होला। परमेश्वरले तिमीहरूलाई हरेक आशिष प्रशस्त मात्रामा दिन सक्नुहुन्छ ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस् र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रामा दिन सक। आमेन। परमेश्वरले मात्र तपाईँ र मलाई चाहिँ असल थोक असल आशिषहरू दिन सक्नुहुन्छ। अनि परमेश्वरको वचनले चाहिँ हामीलाई सत्य कुरा भन्दै हुनुहुन्छ। साँच्ची नै आज तपाईँ मैले जति मेहनत गरौँ परमेश्वरले तपाईँ मेरो जीवनमा त्यो भागलाई राख्नु भएको छैन भने हामीले कहिले पनि पाउन सक्दैनौँ। यसै कारण हामीले माग्नुपर्ने ठाउँ, हाम्रो लागि तयार गरेको ठाउँ चाहिँ परमेश्वरमा छ। अनि तपाईँलाई म यो कुराको उत्साह दिन चाहन्छु कि आज तपाईँ र म चाहिँ हामी चङ्गाई हुन चाहन्छौँ, हामी निको हुन चाहन्छौँ, हामी उन्नति चाहन्छौँ। आज सबै थोक चाहिँ परमेश्वरसँग छ। आमेन। आज तपाईँ मेरो जीवनको भाग चाहिँ परमेश्वरसँग छ। आज हामी परमेश्वरलाई विश्वास गर्छौँ, हामी बत्तिसमा लिन्छौँ होइन, हामी ग्रहण गर्छौँ, बत्तिसमा लिन्छौँ, हामी मण्डलीको सदस्य बन्छौँ, हामी सङ्गति गर्न थाल्छौँ अनि हामीले प्रार्थना सिक्छौँ, हामीले सबै थोक सिक्दै जान्छौँ। जब हामीले सिक्दै जान्छौँ तपाईँ म कुन पोइन्टमा आएर रोकिन्छौँ भन्ने कुरालाई म भन्न चाहन्छु। जब तपाईँ मैले सबै कुरालाई बुझ्छौँ नि, पहिला आएर एउटा कोरस गाउने रहेछ, 3टा भजन गाउने रहेछ, आराधना गर्ने रहेछ, प्रार्थना गर्ने रहेछ, वचन सुन्ने रहेछ भन्ने कुरा भागलाई सुन्छौँ नि, हामीले बुझ्छौँ नि, तब हामी के गर्छौँ त अब चाहिँ यति नै रहेछ भन्नेमा पुग्छौँ हामीहरू। हाम्रो परमेश्वरको सँग हाम्रो सम्बन्ध चाहिँ यति नै रहेछ भन्नेमा हामी पुग्छौँ। तर आज मलाई त यति नै रहेछ भजन गाउनु, वचन सुन्नु, प्रार्थना गर्नु होइन, त्योभन्दा बढ्ता छ परमेश्वरसँगको सम्बन्ध। आमेन। अनि हाम्रो विचारमा चाहिँ के आउँछ, सुनेकै त हो हामी, अनि त्यसपछि परमेश्वरको वचनलाई, परमेश्वरको उपस्थितिलाई अनि परमेश्वरलाई हामी नि हल्का लिन थाल्छौँ। सुनेकै त हो, थाहा पाएकै त हो, गरेकै त हो, गएकै त हो भन्नेमा हामी हाम्रो परमेश्वरलाई राख्न थाल्छौँ।
अनि त्यहाँदेखि चाहिँ हामी के हुन्छ त हाम्रो जीवनमा हामी हाम्रो इच्छालाई बढाउन थाल्छौँ अनि हामी हाम्रो इच्छालाई अगाडि लिएर आउन थाल्छौँ अनि इच्छाबाट हामी जिउन थाल्छौँ अनि हामी इम्पोर्टेन्ट केलाई दिन्छौँ इच्छालाई मेरो इच्छा आज मण्डली नआउने छ भने म आउँदिनँ आज मेरो इच्छा प्रार्थना नगर्ने छ भने म गर्दिनँ आज मेरो इच्छा म उपवास बस्दिनँ भने म बस्दिनँ अनि हामी हाम्रो परमेश्वरलाई हाम्रो इच्छामा राख्न थाल्छौँ अनि हाम्रो फाइदा र घाटामा हामी राख्न थाल्छौँ आज गएन भने मलाई घाटा लाग्छ आज भएन भने मलाई आज सङ्गति गएर मैले काम छोड्यो भने चाहिँ मलाई घाटा लाग्छ भन्ने कुराहरूमा हामी जान थाल्छौँ आज परमेश्वर तपाईँ र मलाई प्रशस्तमा हरेक आशिष दिन सक्नुहुन्छ भौतिक हरेक आशिष लेखिएको नि एक थोक मात्र होइन भौतिक आशिष आत्मिक आशिष शारीरिक आशिष तपाईँलाई मलाई चाहिने हरेक थोक उहाँले दिन सक्नुहुन्छ उहाँले मात्र दिन सक्नुहुन्छ आज तपाईँ र मैले चाहिँ यो निर्णय गर्नुपर्छ आज हामी मेहनत गरेर दुःख गरेर हामी भौतारेर मात्र खोज्ने कि उहाँबाट लिने आज उहाँसँग आशिष अनि हामी उहाँसँग जोडिनुपर्छ आमेन उहाँ हामीसँग हुनुहुन्छ र हामी उहाँसँग छौँ भने चाहिँ हामीले उहाँबाट पाउने हरेक आशिष हामीले प्रशस्त मात्रामा पाउन सक्छौँ आमेन आज हामीले यो कुरालाई जान्नु आवश्यक पर्दछ तर हामी आफ्नै मार्गमा हिँडेको कारणले कतिपय समयमा हामीले हेलचिक्रा गर्छौँ तर यो कुरा बिर्सिनु हुँदैन कि प्रत्येक हाम्रो हिँडाइ हाम्रो चालहरू चाहिँ परमेश्वरको दृष्टिमा रहिरहेको हुन्छ आज हामी हेर्छौँ भने हितोपदेश 5 को सायद मलाई लाग्छ 21 मा हुन्छ कसैले पाउनु भएको छैन हामी पढिदिनेछौँ हितोपदेश 5 को 21 मा यसरी लेखिएको छ किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्टिमा रहिरहन्छ र उहाँले त्यसका सबै मार्गहरू जाँच्नुहुन्छ आमेन आज सदैव परमेश्वरको दृष्टिमा नै हाम्रो चालहरू चलिरहेको हुन्छ हामीले बिर्स्यौँ हामीले सम्झिँदैनौँ भने पनि उहाँले हामीलाई हेर्न छोड्नु भएको छैन आज हामीले हिलचिक्रा गरेर जिरहेका छौँ भने हाम्रो प्रार्थनाको जीवन असल छैन परमेश्वरसँगको ज्याइ असल छैन हाम्रो मण्डलीमा सङ्गति असल छैन भने तापनि आज हामीले त्यो कुरालाई महत्त्व दिइराखेको छैनौँ परमेश्वरको वचनलाई हामीले महत्त्व दिइराखेका छैनौँ उहाँको उपस्थितिलाई हामीले आदर गरिरहेका छैनौँ भने तापनि परमप्रभुको दृष्टि चाहिँ तपाईँ र मेरो आज जीवनको चालहरूमा छ उहाँले तपाईँ मलाई हेरि नै राख्नु भएको छ आज हामीले हिलचिक्रा गर्दैछौँ भने चाहिँ हाम्रो जीवन चाहिँ खतरामा छ आज हामी एउटा जवान छौँ तर हामीले जिउनु पर्ने भागमा पवित्रतामा हामी जिएका छैनौँ भने आज हामी एउटा अगुवा छौँ तर हामीले डोराउनु पर्ने भागमा हामीले परिवारलाई मण्डलीलाई डोराएका छैनौँ भने वा आज हामी दिदी आमाहरू छौँ र आफ्नो छोराछोरीलाई असल शिक्षामा हामीले हुर्काएको छैनौँ भने आज त्यो सबैमा आज तपाईँ र मेरो निम्ति नै त्यो सबै कामको न्याय छ सबै कामको न्याय छ उहाँले तपाईँ मेरो हरेक चाललाई देखिराख्नु भएको छ हामी कसरी बोलेर हिँडिरहेका छौँ उहाँको उपस्थितिमा उहाँको उपस्थिति बाहिर मण्डलीभित्र र हामी काम गर्ने ठाउँमा कतिपय समयमा हाम्रो मण्डलीमा जस्तो प्रार्थना हुन्छ जस्तो कृतज्ञ प्रभुलाई खोज्ने एउटा सफा हृदय हुन्छ हाम्रो घरमा हुँदैन हाम्रो काम गर्ने ठाउँमा त्यो हृदय हुँदैन हामी परमेश्वरलाई नै हामी काम गर्ने ठाउँमा चाहिँ त्यो सफा हृदय लिएर हृदयदेखि हामीलाई खोज्नै आउँदैन किनभने त्यो त एउटा काम गर्ने ठाउँ हो भन्ने हाम्रो विचारमा छ तर म तपाईँलाई भन्न चाहन्छु तपाईँ र मेरो परमेश्वर चाहिँ सर्वशक्तिमान उहाँ चाहिँ जहाँ पनि आउनुहुने जहाँ पनि उहाँ हरेक ठाउँमा उपस्थिति हुनुहुने परमेश्वर हुनुहुन्छ आमेन आज हामी उहाँबाट हरेक थोक चाहन्छौँ भने चाहिँ आज हामी उहाँसँग जिउनु पर्दछ हामी उहाँसँग जिउँछौँ भने हामी बालक होस् वा जवान छौँ हामी आज अगुवा जनहरू छौँ हामी वा ठुलो व्यक्तिहरू छौँ हामी सबैले पाउने भाग चाहिँ उहाँबाट मात्रै हो हामी उहाँसँग जिउँछौँ भने हामीले उहाँबाट पाउन सक्छौँ आज आशिषको जीवनभित्र पस्ने चाबी भनिकन मैले तपाईँलाई शीर्षक दिकन वचनलाई सुरु गरेँ आज त्यो चाबी के हो म तपाईँलाई भन्न चाहन्छु आज तपाईँ र मलाई आशिषभित्र छिराउने आशिषको जीवनभित्र लाने चाबी चाहिँ आज्ञा पालन हो आमेन एउटै मात्र चाबी छ जसले तपाईँ र मलाई स्वर्गको ढोकाहरूलाई खोल्नलाई हाम्रो अभावहरूलाई टार्नलाई हामीलाई प्रशस्तमा राख्नको लागि चाहिँ जब हामीले त्यो ढोकालाई खोल्छौँ नि त्यो चाबी लिकन त्यो ढोकालाई खोल्छौँ तब हामी त्यस भागमा जिउन सक्छौँ त्यस भागमा हामी पुग्दछौँ ठुलो बिजनेस छ मेरो भनेर हुँदैन हामी हेर्छौँ भने परमेश्वरले भन्नुभएको छ यदि तैँले मेरो आज्ञालाई पालन गरिस् र मेरो व्यवस्थामा भनेको कुरालाई चाहिँ तैँले होसियारी साथ पालन गरिस् भने चाहिँ तैँले गर्ने काममा म आशिष दिनेछु भनिकन परमेश्वरले भन्नुभएको छ जुन व्यवस्था 28 मा हामीले पाउँछौँ
त्यो काम हो जुन ठाउँमा चाहिँ परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ, त्यो वचन पुरा भएको हाम्रो जीवनमा। तर त्यही मात्र हाम्रो सबै थोक होइन। हामीले सदैव याद गर्नुपर्छ, तपाईँ मेरो कुनै पनि काम होस्, व्यवसाय होस्, कुनै पनि जिम्मेवारीमा हामीले पुरा गरिकन हाम्रो परिवारको खाँचोलाई टारिराखेको छौँ, हाम्रो जीवनलाई निर्वाह गरिरहेको छौँ। त्यो नै तपाईँ र मेरो निम्ति सबै थोक होइन। ठुलै बिजनेस नहोस्, सानो बिजनेस नहोस्, हामी धेरै कमाऊ या थोरै कमाऊ, त्यो मात्र हाम्रो निम्ति होइन। तर त्यो दिनुहुने, हामीलाई काम गरी खानलाई दिनुहुने उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ। उहाँले नै तपाईँ र मलाई दिनुभएको, उहाँले बललाई खोज्नुभयो भने हामी त्यो बिजनेसलाई नै सम्हाल्न सक्दैनौँ, त्यो सिपको प्रयोग हामी गर्न सक्दैनौँ। आज हामीले सदैव याद गर्नुपर्छ, त्यही सबैभन्दा जीवनको सबैभन्दा आवश्यक कुरा चाहिँ तपाईँ र मेरो परमेश्वरसँगको सम्बन्ध हो। हरेक कुराले उहाँले सफल पार्न सक्नुहुन्छ। तपाईँ म धेरै योजना गर्छौँ नि, तर हामीले हार पाउँछौँ नि, किनभने त्यो भागमा हामीले सोच्नुपर्छ कि म प्रभुसँग कहाँ छु भनिकन। हामी दिनौँ रात र होसियार साथ हामीले परमेश्वरको वचनलाई पालन गर्दैनौँ। परमेश्वरको वचनले यसको निम्ति के भनिराख्नु भएको छ, हामी केही नसोचिकन अन्य जातिसँग हामी मिल्छौँ। म उसँग कसरी बोलिराखेको छु, म उसँग कसरी हिँडिराखेको छु, हामी केही नसोचे विभिन्न थोकहरूलाई खान्छौँ। तर आज यसको लागि चाहिँ के भनिएको छ, कारण तपाईँ म त विश्वास गर्ने, परमेश्वरलाई विश्वास गर्ने, उहाँको नाउँमा हामीले बत्तिसमा लिएको मानिसहरू हौँ। आमेन। आज तपाईँ र मलाई जीवन जिउनको लागि उहाँले एउटा सेड्युल दिनुभएको छ, तिमीहरूले यो गर्नु, तिमीहरूले यो नगर्नु। म तपाईँलाई उत्साह दिन चाहन्छु, तपाईँहरूले व्यवस्थाको पुस्तकलाई पढ्नुहोस्, लेवीको पुस्तकलाई पढ्नुहोस्। परमेश्वरले नि पहिला नि, आज हामी मूसाको पालामा हेर्छौँ भने उहाँले धेरै होसियारी साथ पालन गर्ने कुराहरूलाई उहाँले भन्नुभएको छ। अहिले यो कुराहरू नि एकदम नर्मल भएको छ, परमेश्वरको आज्ञा पालन गर्ने कुराहरू नर्मल भएको छ, जवानहरूको निम्ति नर्मल भएको छ। मान्छेले नदेखिकन हामी हरेक कुरा गर्छौँ, अगुवाले नदेखे चाहिँ हुन्छ हो। किनभने कुनै समयमा म पनि त्यही भागबाट नै आएको, अगुवाले नदेखे, ठुलो व्यक्तिले नदेखे, मण्डलीको व्यक्तिले नदेखे चाहिँ मैले जे पनि गर्न हुन्छ भन्ने हाम्रो भाग हुन्छ। अनि ठुलो भइसकेपछि चाहिँ हामी के हुन्छ, हाम्रो सङ्गतहरूलाई हामीले तुरुन्तै छोड्न मिल्दैन। किन, वर्षैदेखि चिनिरहेको साथी हो, वर्षैदेखि चिनेर चुरोट छल्काएर दिएको साथी हो, वर्षैदेखि लेन बिडी खाम भनिराखेको साथी हो भन्ने हामीलाई हुन्छ। तर होइन, परमेश्वरको वचनले त्यो कुरालाई आज खराब हो भन्नुभएको छ, त्यो कुरा गलत हो भन्नुभएको छ भने तपाईँ मैले छोड्ने साहस लिनुपर्छ। आमेन। हामी सजिलै विश्वास गर्छौँ, सजिलै बत्तिसमा लिन्छौँ, तर हामीले सजिलै पाप छोड्न चाहँदैनौँ, हामीले सजिलै पाप त्याग्न चाहँदैनौँ, सजिलै आफ्नो कम्फर्टबाट हामी निक्लिन चाहँदैनौँ। तर म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, म एउटा साँचो दिन चाहन्छु। जब तपाईँ र म त्यो कम्फर्टबाट बाहिर निस्किन्छौँ नि, तपाईँ मेरो जीवनशैलीबाट बाहिर निस्किन्छ, त्यहाँबाट चाहिँ तपाईँ मेरो जीवनको आशिषित जीवन सुरु हुन्छ। आमेन। तपाईँ मेरो निम्तिको आश्चर्यजनक जीवन सुरु हुन्छ, चङ्गाईको जीवन सुरु हुन्छ। खुड्किला हो, तपाईँ मैले आँट गर्नुपर्छ त्यो खुड्किला चढ्नको लागि। त्यो भरिङ हो, त्यो भरिङ चढ्न तपाईँ म आफैले आफ्नो खुट्टालाई उचाल्नुपर्छ। जब पनि तपाईँ मैले त्यो कुराको साहस गर्दैनौ नि, आज चाहिँ म यो ठाउँबाट, म यो आज यो स्वभावबाट, मेरो यो चरित्रबाट, मेरो यो स्वभाव, मेरो यो व्यवहारबाट म अब निस्किनुपर्छ भनेको जब तपाईँ मैले नि आँट गरेर खुट्टालाई उचाल्दैनौ नि, तपाईँ म कहिले पनि बाहिर निस्किन सक्दैनौ। तपाईँ मेरो बोलावट नि त्योभन्दा बाहिर छ। तपाईँ र म परिवर्तन जब हुन्छौँ नि त्यहाँनिर छ। तपाईँ म सुध्रिनु भन्दा आज तपाईँ र म गलत कुराबाट निस्किँदाखेरि चाहिँ तपाईँ मेरो त्यहाँनिर बोलावट छ, त्यहाँनिर योजना छ। तपाईँ मैले आँट गर्नुपर्छ। आज तपाईँ मैले यो कुरालाई थाहा गर्नुपर्छ। तपाईँ मेरो प्रार्थना उहाँको नजरमा, उहाँको हेराइमा असल हुनुपर्छ। हाम्रो प्रार्थना पनि हेलचेक्रा हुन्छ, हाम्रो प्रार्थना पनि हामी हृदयदेखि प्रभुलाई गर्दैनौँ। हामी सिर्फ क्रिस्चियन हो, मैले पुरा गर्नुपर्छ भनिकन भात खाँदा निउरी दिन्छौँ, शुद्ध हामी निउरी दिन्छौँ। तर के साँच्चै नै यो कुरा प्रार्थनाले तपाईँलाई परमेश्वरसँग जोडिराखेको छ? तपाईँले गरिरहेको प्रार्थनाले तपाईँलाई परमेश्वरसँग जोडिराखेको छैन भने तपाईँको प्रार्थना चाहिँ गलत छ, तपाईँको प्रार्थना चाहिँ हृदयबाट भएको छैन। विश्वासी जीवन हामी परमेश्वरसँग सम्बन्धलाई कसरी निर्माण गर्ने, कसरी बलियो बनाउने, कसरी उहाँसँग जिउने भन्दा एउटा पहिलो खुड्किला चाहिँ तपाईँ मेरो प्रार्थना हो। जब प्रार्थना तपाईँ मैले हृदयदेखिबाट गर्न सिक्छौँ, आदरको शब्द गुनिकन उहाँलाई आज सम्झिन पुज्न थाल्छौँ नि, तब तपाईँ मेरो जीवनमा नि विश्वासलाई उहाँले बढाइदिनुहुन्छ। अनि विश्वासले नै तपाईँ मेरो जीवनमा आज आश्चर्य कार्यलाई लिएर आउँछ, स्वतन्त्रतालाई लिएर आउँछ। आमेन। सदैव वचन लिँदाखेरि तपाईँले आफ्नो हृदयलाई प्रार्थना गर्नुहोस्। तपाईँलाई वचन नबुझ्ने बनाइदिइराखेको हुन्छ शैतानले। वचन नबुझ्ने तपाईँ र मैले गरिराखेको कामहरू, दिनौँ प्रभु विरुद्ध गरिरहेको कामले तपाईँ मेरो समाजलाई बोधो बनाइदिइराखेको हुन्छ। हामी प्रार्थना गरौँ यो भागमा, प्रभु आज तपाईँको वचनको सत्यताले मलाई छुनुहोस्। प्रभु मेरो हृदयलाई तपाईँको वचनप्रति खोलिदिनुहोस्। म अभावमा भएको, म असन्तुष्टिमा भएको, म अशान्तिमा भएको, मैले मेरो
मेरो जीवनमा केही गर्न नसकेको, मैले चङ्गाई नपाएको भाग चाहिँ प्रभु मैले तपाईलाई नबुझेको कारणले हो। र एउटै सत्यता छ, जबसम्म तपाईँले परमेश्वरको वचनलाई बुझ्नुहुन्न तपाईँले कहिले पनि परमेश्वरलाई बुझ्न सक्नुहुन्न। किनभने योना 1:1ले यही नै भन्नुहुन्छ, वचनै परमेश्वर हुनुहुन्छ भनिकन। जबसम्म हामीले वचनको भागलाई होशियारी साथ अध्ययन गर्न थाल्दैनौँ, आफ्नो घरमा मण्डलीमा तपाईँ एक्लै हुँदाखेरि वचनलाई तपाईँले सम्झनुहुन्न, याद गर्नुहुन्न, मनन गर्नुहुन्न, कहिले पनि तपाईँ म परमेश्वरको नजिक जान सक्दैनौँ। आज हामी विश्वासी यो भागबाट हामी निस्किनुपर्छ। हामी हप्तामा एक न एकचोटि उपवास बसौँ, जति नै हाम्रो बिजी सेड्युल भए तापनि सबै ठाउँमा तपाईँ जहाँ हुनुहुन्छ त्यही परिस्थितिमा तपाईँले उहाँलाई खोज्न थाल्नुभयो, उहाँको आज्ञालाई पालन गर्नुभयो भने त्यही ठाउँबाट तपाईँलाई परमेश्वरले तयार गर्न सक्नुहुन्छ। कुनै पनि स्थान उहाँलाई चाहिँदैन, कुनै पनि तपाईँले स्पेसल उहाँलाई महिना दिनु पर्दैन। त्यही ज्याइबाट उहाँ तपाईँलाई सिकाउन थाल्नुहुन्छ। तैँले यस्तोरी नबोल्नु ल, यो पर्सनल मेरो जीवनमा गवाई छ। परमप्रभु एउटा यस्तो शिक्षक हुन्छ जो शिक्षकले चाहिँ तपाईँको हरेक टाइममा तपाईँलाई तालिम दिन सक्नुहुन्छ। आमेन। उहाँको इन्स्टिट्युट, उहाँको कलेज नि हरेक ठाउँमा ओपन छ। आमेन। तपाईँ काममा जानुहुन्छ, उहाँ तपाईँलाई त्यहीँ सिकाउन आउन तयार हुनुहुन्छ। तपाईँ घरमा हुनुहुन्छ, तपाईँ मण्डलीमा हुनुहुन्छ, तपाईँ कलेजमा हुनुहुन्छ, तपाईँ जहाँ पनि हुनुहुन्छ नि उहाँ यस्तो टिचर हुनुहुन्छ हाम्रो जहाँ हरेक ठाउँमा तपाईँले मलाई सिकाउन आउन तयार हुनुहुन्छ। आमेन। यसै कारण हामीले उत्साह लिनुपर्छ। प्रभुले तपाईँ मेरो जीवनमा पछाडि राखेको आशिषलाई हामीले हेर्नुपर्छ। तपाईँले मेरो सानो पापले हामीलाई अड्काउनुहुन्न, तपाईँले मेरो सानो स्वभावले अड्काउनुहुन्न, तर आज तपाईँले मैले हिम्मत गर्नुपर्छ त्यो खुट्टालाई उचालेर त्यो स्वभावबाट हाम्रो जीवनलाई बाहिर निकाल्ने। आमेन। अब चाहिँ तपाईँले मैले खुट्टालाई उचाल्नुपर्छ कि त्यो बानीबाट, त्यो एडिक्सनबाट, हामीले गरिराखेको खराब स्वभावहरूबाट चाहिँ खुट्टा उचालिकन बाहिर निस्किने। आमेन। त्यो चाहिँ चाबी हो तपाईँले मेरो जीवनको आशिषलाई खोल्ने, तपाईँ मेरो जीवनको अभावलाई टार्ने, तपाईँ मेरो जीवनलाई चाहिँ प्रशस्तमा लिएर आउने। आमेन। उहाँले बाछा गर्नु भएको छ। जब हामीले आज्ञा पालन गर्छौँ भने उहाँले हामीलाई हरेक आशिष उहाँ दिन तयार हुनुहुन्छ। आमेन। अनि भनेको छ अनि ऋण लाग्दैन भनेको छ। एकदम ठुलो प्रब्लम हो सबैको। बिजनेस गरेर ऋणै चाहिन्छ, बेबाटा र ऋणै गर्नुपर्छ, विदेश जाऊ ऋणै गर्नुपर्छ। तर परमेश्वर चाहिँ के भन्नुभएको छ, तिमीहरू जातिहरूलाई ऋण दिने हुनेछौ तर लिने हुने छैनौ। आमेन। जब तपाईँले मैले त्यो आज्ञालाई पालन गर्छौँ, आज्ञालाई पालन गर्नु भनेको के हो त, इमान्दारी साथ प्रार्थना गर्नु, उपवास गर्नु, आफ्नो परमेश्वरले शनिबार अनि घरेलु सङ्गतिमा जुनै पनि समयमा जुन वचनहरू तपाईँले मलाई पठाउनुहुन्छ इमान्दारी साथ त्यो कुरालाई मानिलिनु, पालन गर्नु, घरमा जाँदा त्यो कुरालाई मनन गर्नु, घरमा जाँदा त्यो कुरालाई सम्झिनु, ढल्कदाखेरि, उठ्दाखेरि, सुत्दाखेरि, छोराछोरीसँग हुँदाखेरि, समाजमा हुँदाखेरि, दिदीभाइहरूसँग हुँदाखेरि, साथीहरूसँग हुँदाखेरि त्यही कुराको चर्चा गर्नु, त्यही कुरामा रहिरहनु, वचनबाट बाहिर नजानु। अनि गरेको काम व्यवसाय सफल हुनु, रोपेको पालेको कुरा राम्रो हुनु, अनि हातको मेहनतमा अनि आशिष हुनु, एक पवित्र जाति अनि बनिकन स्थापित हुनु, अनि पुच्छर होइन अनि शिर हुनु। आमेन। अनि यो सबै चाहिँ कसलाई छ त, जसले चाहिँ परमेश्वरको आज्ञालाई पालन गर्नुहुन्छ। आमेन। अनि यो जाति चाहिँ को हौ त, हामी भनौँ न हामी हो। आमेन। हामी अनि एक भन्यो भने म। आमेन। यो आज्ञा पालन गर्ने व्यक्ति चाहिँ म हुँ। त्यसपछि नि तपाईँ र मलाई कसैले पनि उहाँको आशिषमा, उहाँको चङ्गाइमा पुग्नलाई, उहाँको उन्नतिमा पुग्नलाई, उहाँबाट नि आशिष थाप्नलाई कसैले नै रोक्न सक्दैन। आमेन। यो तपाईँ र मेरो भाग हो। उहाँले नि कुनै पनि पशुहरूको निम्ति यो लेख्नु भएको होइन, उहाँले सबै थोकलाई सृष्टि गर्नुभयो। उहाँले खोलाको निम्ति, नालाको निम्ति, जनावरहरूको निम्ति, जीव जन्तुहरूको निम्ति यो वचन लेख्नु भएको होइन, तर उहाँले चाहिँ यो जिउँदो वचन चाहिँ तपाईँ र मेरो निम्ति लेख्नु भएको, मानिस जातिको लागि लेख्नु भएको। आमेन। कारण उहाँ दिन चाहनुहुन्छ। उहाँले सबै थोक सृष्टि गर्नुभयो र तर मानिसलाई चाहिँ सर्वश्रेष्ठ राख्नु भएर भन्नुभयो, अधिकार गर, वृद्धि हुँदै जाऊ समस्त संसारमा, यो सबै तिमीहरूको निम्ति हो भनिकन। आमेन। र आज तपाईँले मैले अधिकार गर्नुपर्छ, आफ्नो कमजोरीलाई अब हामीले मार्नुपर्छ, हाम्रो पापमय स्वभावहरूलाई अब हामीले मार्नुपर्छ, हामीले गलत जिराखेको हाम्रो ज्याइहरूलाई, शैलीहरूलाई हामीले मार्नुपर्छ, हामीले गलत बोलिराखेको शब्दहरूलाई हामीले मार्नुपर्छ, हामीले गरिरहेको गलत सङ्गतहरूलाई हामीले मार्नुपर्छ। तब चाहिँ तपाईँ र मैले यो ढोकालाई खोल्छौँ। जब तपाईँले मैले यो निर्णय लिँदैन भने आज दिन म बदलिन्छु भनिकन तबसम्म तपाईँले मेरो हृदय आउँदैन वचन पालन गर्ने। वचन जो पाए त्यसले पालनै गर्न सक्दैन झैँ लाग्छ। मेरो एउटा मैले निजी वचनमा मेरो सम्बन्धबाट मैले सिकेको छु,
मैले नि जब म अब यो कुरालाई छोड्छु भन्छु नि मलाई एउटा यस्तो खालको शक्ति आउँछ जुन शक्तिले चाहिँ जुन आत्माले चाहिँ मलाई वचन पालन गर्नको लागि डोराउनुहुन्छ। हामी हेर्छौँ भने पवित्र आत्माको बारेमा भनिएको छ है। अनि मैले जब म मेरो पापलाई म त्याग्छु, म छोड्छु, म गलत गर्दिनँ भन्ने निर्णयलाई मैले एउटा जवान हुँदाखेरि नै लिएँ नि, मैले एउटा आत्मालाई म भित्र महसुस गरेँ जुन आत्माले भन्नुभयो अब म तँलाई सिकाउँछु। आमेन। अनि मैले जब योनामा पढेँ अनि मैले त्यहाँनिर पाएँ पवित्र आत्माको बारेमा, त्यहाँ भनेको थियो उहाँ सल्लाहकार हुनुहुन्छ र उहाँले तिमीहरूलाई सिकाउनु हुनेछ, मैले भनेको कुरा याद दिलाउनुहुन्छ। अनि तब मलाई थाहा भयो म भित्र आइकन म तँलाई सिकाउँछु भन्नुहुने त पवित्र आत्मा हुनुहुँदो रहेछ। तँलाई म सम्झाउँछु, परमेश्वरको वचन तँलाई म सम्झाउँछु, तँलाई म त बिजी भएको बेला तैँले नसम्झिरहेको बेला, त लड्दै गर्दाखेरि, त परीक्षामा पढ्न लागेको बेला म तँलाई परमेश्वरको वचन सम्झाउँछु भन्ने आत्मा त पवित्र आत्मा हुनुहुँदो रहेछ। अनि उहाँ आत्माले नै मसँग त्यो समयमा काम गर्न पाउनुभयो जुन समयमा मैले निर्णय लिएँ म बदलिन्छु, म परमप्रभु विरुद्ध पाप गर्दिनँ, म गलत गर्दिनँ, म प्रार्थना गर्छु, म उपवास बस्छु, म वचनहरूलाई अध्ययन गर्छु भनिकन जब मैले यो निर्णयलाई लिएँ नि तब पवित्र आत्माले मसँग कार्य गर्न पाउनुभयो। पवित्र आत्मा जबरजस्ती गर्नुहुने आत्मा हुनुहुन्न, किनभने उहाँ परमेश्वरको आत्मा हुनुहुन्छ। परमेश्वरको बारेमा हामी वचनमा हेर्छौँ भने उहाँ चाहिँ धेरै प्रेमिलो भन्नुभएको छ, रिसाउनलाई ढिलो भन्नुभएको छ। उहाँ त्यो क्यारेक्टरको परमेश्वर हुनुहुन्छ। यसै कारण उहाँको आत्माले तपाईँ र मलाई नि जबरजस्ती गर्नुहुन्न, तर तपाईँ र म तयार छौँ भने तपाईँ मेरो कुनै पनि उमेर छ, कति चाहिँ बाँकी छ र भन्नेमा हामी नसोचौँ। दिन ढलिसकेको होस् या भर्खर सुरु हुँदैछ, तपाईँ र मैले यो निर्णय लिएँ म चाहिँ आज दिनबाट परिवर्तन हुन्छ। म मेरो पापहरूलाई छोड्छु, म मेरो गलत सङ्गतहरूलाई छोड्छु, म खराब कुराहरूलाई छोड्छु। मैले मोबाइलमा म गलत कुराहरू हेर्दैछु भने वा मेरो फिल्महरू धेरै हेर्ने बानीहरू छ, सिरिजहरू हेर्ने बानी छ भने म आज निर्णय गर्छु भन्नेमा हामी जब उभिन्छौँ भने नि पवित्र आत्माले चाहिँ आफ्नो कार्यलाई गर्नुहुन्छ। आमेन। तपाईँ मैले हृदयको ढोका खोल्नु भने चाहिँ पवित्र आत्मा तपाईँ मलाई सिकाउनलाई, तयार गर्नलाई, त्यो कोठाभित्र आउनलाई तयार हुनुहुन्छ। आमेन। यसै कारण हामी यो कुरामा जोसिलो हुनु पर्दछ। हामीले मुखले मात्र भन्यौँ प्रभु मैले यो जीवन तपाईँलाई दिएँ, जीवन तपाईँलाई दिएँ, तर हामीले साँच्चै नै जीवन चाहिँ दिनै बिर्स्यौँ। साथीसँग जाँदा जीवन दिनै बिर्स्यौँ, काममा जाँदा जीवन दिनै बिर्स्यौँ, रमाइलोमा जाँदा जीवन दिनै बिर्स्यौँ, चाडबाड आउँदा जीवन दिनै बिर्स्यौँ। हामीले भन्यौँ मात्र। बत्तिसमा लिँदा प्रभु म तपाईँसँगै मारिएँ, म तपाईँसँग गाटेँ, तपाईँसँग बौरी उठेँ, तर हामी बौरी उठ्नै बिर्स्यौँ। चाडबाड आएको हामी फेरि मर्छौँ, साथीसँग भने हामी फेरि मर्छौँ, साथीसँग भने हामी फेरि मर्छौँ, बौरी नै उठ्दैनौँ फेरि। हामीले बिर्स्यौँ यो कुराहरूलाई। तपाईँलाई म एउटा स्टोरी भन्न चाहेँ। एक दिन चाहिँ एउटा व्यक्तिले आफ्नो इनार एउटा किसानलाई बेच्यो अनि किसानले आफ्नो पुरै मूल्य चुकाएर त्यो इनारलाई किन्यो, पुरै मूल्य चुकाएर। अनि जब किसान इनारबाट पानी झिक्न आयो, त्यो बेच्ने व्यक्ति आइकन उसलाई भने पक्नुस्। अनि किसान छक्कै पर्यो, किन मलाई रोक्नु भयो होला भनेर। अनि त्यसपछि किन भनिकन जब किसानले प्रश्न गर्यो अनि त्यसपछि त्यो बेच्ने व्यक्तिले भन्यो मैले तपाईँलाई इनार मात्र बेचेको, यो भित्रको पानी होइन। तब किसान छक्कै पर्यो। अनि उनीहरू बिच भनाभन हुन थाल्यो। भनाभन हुँदा हुँदैखेरि अनि उनीहरू कानुनी तर्फबाट उनीहरू न्यायकर्ताबाट न्यायको लागि गए दुईजना। अनि जब न्यायकर्ता अगाडि उनीहरू गए अनि त्यसपछि उनीहरूले आफ्नो कुरालाई राखे। अनि किसानले भने न्यायाधीशज्यू मैले सबै मूल्य तिरेर मैले यो इनारलाई किनेको, तर उहाँले मलाई त्यो पानी झिक्नै दिनुहुन्न। अनि त्यो व्यक्तिले पनि आफ्नो तर्फबाट भने न्यायाधीशज्यू मैले उसलाई इनार मात्र बेचेको, पानी त उसलाई मैले बेचेकै छुइनँ, उसले कसरी मेरो पानीलाई चलाउन पाउँछ। तपाईँ न्यायाधीश त छक्कै परेछ एकछिन। अनि लास्टमा अनि मैले कुरा बुझेँ भन्नुभएछ। अनि त्यस न्यायाधीशले न्याय गर्नुभएछ। ठिक छ, मैले तपाईँहरू दुईटैको कुरालाई बुझेँ। उहाँले तपाईँको इनार किन्नु भएको रहेछ पुरै मूल्य चुकाएर, तर पानी किन्नु भएको रहन्छ, यो पनि ठिकै हो। त्यसो भए म तपाईँलाई एउटा निर्णय दिन्छु, यो इनार चाहिँ उहाँको र यो पानी चाहिँ उहाँको। यदि किसानले किनिसकेको इनारमा तपाईँले आफ्नो पानी चाहिँ किन राखिराख्नु भएको भनिकन, यो इनार किसानले किनिसकेको छ भने तपाईँले आज दिनबाट आफ्नो पानीलाई निकालेर लानुहोस् र अझसम्म तपाईँले उसको इनारमा आफ्नो पानी राखेको ज्याला दिनुहोस्। तपाईँ त्यो मान्छे बोल्नै सकेन छ। त्यस दिनबाट उसले किसानलाई कहिले दुःख दिएन। जीवन हामीले नि प्रभु तपाईँलाई दिए भन्छौँ नि, अनि प्रभुले चलाउनै नपाउने जीवन चाहिँ के गर्नु। मेडल जसरी सजाएर त प्रभुले राख्नै मिलेन। मायाको चिनो हामीले राख्छौँ नि, जसरी कसैले दियो भने कोठामा, मायाको चिनो जसरी प्रभुले तपाईँले मेरो जीवनको राख्नै मिलेन नि। हामीले किन दिएको जीवन, हामीले यो कुरा प्रष्ट हुनुपर्छ। हामीले किन परमप्रभुलाई विश्वास गरेको,
किन हामीले बत्तिसमा लिएको, किन हामीले चाहिँ अब म सबै संसारको कुराहरूलाई, देवताहरूलाई, धर्महरूलाई छोडिकन म उहाँलाई पछाउँछ हामीले किन भनेको? जब हामी उहाँसँग जिउन सक्दैनौँ, हामीले उहाँलाई जीवन दिएको छौँ भने, हामीले जीवन दिएका छैनौँ भने हामीले बत्तिसमा लिएको त अर्थै भएन, अर्थै भएन। तपाईँ मैले उहाँलाई विश्वास गरेको छौँ, उहाँलाई जीवन दिएको छौँ भने तपाईँ मैले उहाँलाई जीवन चलाउन पनि दिनुपर्छ। आमेन। चलाउन नै दिनुपर्छ। के किन्ने व्यक्तिको हरेक समय उसले त्यो इनारबाट पानी निकाल्न पाउँदैन र? होइन, म एकछिन साथीसँग छु, एकछिन ननिकाल्नु न। होइन, एकछिन म खेलिरहेको छु, एकछिन म गेम खेलिरहेको छु, एकछिन म फिल्म हेरिरहेको छु, एकछिन रमाइलो गरिरहेको छु, एकछिन होली खेलिरहेको छु, एकैछिनकै तिहारमा सेल बनाइरहेको छु। मिल्दैन। जब त्यो व्यक्तिले पुरै मूल्य चुकाएर तपाईँ र मलाई त्यो इनारलाई किनेछ भने नि उसको अधिकार उसले हरेक समय प्रयोग गर्न पाउँछ। आज हामी हेर्छौँ भने ख्रीष्ट येशूले तपाईँ मेरो निम्ति पुरै मूल्य चुकाइकन तपाईँ मेरो जीवनलाई उहाँले किन्नुभयो, पापको दासत्वबाट किन्नुभयो, मृत्युको खाडलबाट किन्नुभयो। उहाँको पुरा अधिकार छ तपाईँ मेरो जीवनमा कार्य गर्ने। आमेन। तपाईँ मेरो पापले छेकिराखेको छ, आज धेरै वर्ष भयो होला हामीले यो कुरालाई मनन नगरेको, हेलचेक्रामा हामी प्रार्थना गरिरहेको छौँ, उपवास हाम्रो जीवनमा छँदै छैन। उहाँ गुङ्गो हुनुहुन्न, उहाँ बहिरो हुनुहुन्न, उहाँले त मलाई सुन्नुहुन्न भन्छौँ नि हामीले। तपाईँलाई भनौँ प्रार्थनाको उत्तर नआउने एउटै कारण जब तपाईँ परमेश्वरमा जिएको हुँदैनौ नि, प्रभुबाट खोज्ने मात्र भएको हुन्छौ नि। दानियल चिन्नुहुन्छ, दानियलले प्रार्थना गर्दा गर्दै उसले उत्तर पाएको छ र भनेको छ जबदेखि तिमी नम्र भइकन तिमीले आफ्नो आवाजलाई शब्दले त्यहीदेखि नै तिम्रो प्रार्थना सुन्नाइ भएको थियो, त्यहीदेखि नै सुन्नाइ भएको थियो। जुन दिनबाट तिमीले आफ्नो मुखहरू खोलिकन नम्र भइकन इमानदारी भइकन प्रार्थना गरेको थियो, त्यहीदेखि तिम्रो प्रार्थना चाहिँ स्वर्गमा सुन्नाइ भइरहेको थियो। तपाईँ मेरो हुँदैन भने त आज कुनै ठाउँमा खोट छ। सायद तपाईँमा इमानदारी छैनौँ, सायद तपाईँ मेरो हृदय छल्ली छ परमेश्वरको अघि, सायद तपाईँ म देखावटी विश्वासी मात्र छौँ। तर तपाईँ र म इमानदारी छौँ, वचनको अगाडि आफैलाई हामीले गन्दै गर्दा हेर्दै गर्दा तपाईँ म असल छौँ भने चाहिँ तपाईँ मेरो प्रार्थना सुनाइ नहुने हुँदैन। उहाँले मान्छेलाई ढिलो गर्नुहुन्छ, तयार गर्नको निम्ति, बुझाउनको निम्ति, सम्झाउनको निम्ति अलग कुरा हो। यसै कारण म तपाईँलाई यो कुरा भन्न चाहन्छु, उत्साह दिन चाहन्छु। आज हामीहरूले परमेश्वरको वचनलाई लिन सिकौँ, हामीहरू परमेश्वरको वचनलाई खान सिकौँ। उहाँको वचन चाहिँ महभन्दा मिठो छ। आमेन। जसले चाहिँ तपाईँ मेरो गुदीलाई हाडलाई छेडेर निको पार्न सक्नुहुन्छ। आमेन। वचन चाहिँ क्रियाशील छ, शक्तिशाली छ। तपाईँ मेरो घरबाट अब वचन आज्ञा पालन हुने समय आएको छ। आमेन। अब मण्डलीमा वचन पालन हुने समय आएको छ। अब हरेक ठाउँमा काममा परमप्रभुको वचनलाई पालन गर्ने समय आएको छ। कलेजमा परमप्रभुको वचनलाई पालन गर्ने समय आएको छ। साथीसँग रमाइलो गर्दै गर्दा परमप्रभुको वचनलाई पालन गर्ने समय आएको छ। आमेन। भन्नुहोस् प्रभु तपाईँको वचनको ऋतु अब हाम्रो पुस्तामा झार्नुहोस्। आमेन। जुनै ठाउँमा पनि प्रभु तपाईँको वचनको ऋतु झार्नुहोस् कि तपाईँले चाहिँ मलाई तयार पार्नु भएको। आमेन। उहाँले दुर्बललाई बल दिनुहुन्छ। आज तपाईँ म धेरै भागमा दुर्बल छौँ होला, हामी एउटा राम्रो व्यक्ति बनिन सकेको छैनौँ होला, हामी खराब स्वभावलाई त्याग्न सकिरहेका छैनौँ होला, हामी निको हुन सकिरहेका छैनौँ होला, हामी एउटा जवान भइकन असल बन्न सकिरहेका छैनौँ होला। तर उहाँ चाहिँ त्यो भागमा बल बनिकन आउन चाहनुहुन्छ। आमेन।